जीवन सर यहाँले अब यो शिक्षकको पेसागत विकासका लागि जो 2 दिने तालिम गर्नु भएको छ यो कस्तो खालको तालिम हो? सर्वप्रथम नमस्कार, यहाँलाई धेरै धन्यवाद छ। यहाँ टाढाबाट आएर हाम्रो यो मुभमेन्ट क्याप्चर गरिदिनु भएकोमा हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु। यो शारदा माविमा यो हामीले प्रदेश नमुना विद्यालय भइसकेपछि घोषणा भइसकेपछि अब टिचरहरूलाई उहाँको पेसागत विकास गर्ने हेतुले 2 दिने हामीले टिभी ट्रेनिङ राखेको थियौँ। हामीले अब विज्ञ सरहरूलाई हायर गरेर नगरपालिकाको सहयोगमा अनि साथीहरूलाई अब केही भए पनि प्रविधि मैत्री टिचिङ अगाडि बढाउनको लागि र शिक्षण सिकाइमा सहज वातावरण सिर्जना गर्नको लागि कसरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउने, कसरी आगामी दिनमा अझै राम्रो प्रभावकारी रूपमा हामी अगाडि बढ्ने, कसरी विद्यालयको रिजल्टलाई फोकस गरेर पठन पाठन अगाडि बढाउने भन्ने कुरालाई हामी फोकस भएर हामीले यो कार्यक्रम आयोजना गरेको हौँ। यो कार्यक्रम विशेष गरी 2 दिन रहनेछ। हामी विद्यालयमै बिहान 7 बजेदेखि 12 बजेसम्म हामी रहन्छौँ। हामीले यहाँ वर्कसपहरू बढी गर्छौँ, थ्योरिटिकल भन्दा पनि प्र्याक्टिकल कुरामा बढी जोड्छौँ। कसरी हामीले सिकाइलाई बच्चाहरूमा पुर्याउन सक्छौँ भन्ने मेन उद्देश्य भनेको यो कार्यक्रम यो हो। अनि यसले साथसाथै टिचरहरूको पेसागत विकासमा पनि सहयोग पुग्नेछ भन्ने जम्मू कुरा गर्दै हामीले सरहरूलाई जस्तो दुःख दिएको छौँ। सरहरू हाम्रो निम्तलाई सहज स्वीकारेर यहाँसम्म आइदिनु भएको छ। सरहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी हजुरलाई पुनः एकचोटि धन्यवाद दिँदै यो कार्यक्रमको 2 दिने बसाइ सहज हुनेछ भन्ने विश्वास राखेको छ। यो यसमा जस्तो सबै तहका शिक्षकहरू छन् कि के छ यसमा? को शिक्षकहरू हुनुहुन्छ? यसमा हामीले सबै तहका शिक्षकहरू राखेको छौँ। विशेष गरी यो 1 देखि 5 सम्म, 6 देखि 8 सम्म, 8 देखि 10 सम्म त्यसरी हामी छुट्याएका छौँ। सबै सरहरूको विषयगत रूपमा मूल्याङ्कन कुराहरू, पाठ्यक्रमका कुराहरू, अब कसरी इभ्यालुएसन गर्ने, कसरी टिचिङ मटेरियल्सहरू तयार गर्ने भन्ने कुराहरूलाई विशेष गरी हामी जोड दिन्छौँ। यसमा जस्तो नगरपालिकाको शिक्षा विकास शाखाले के सहकार्य गरेको छ उहाँहरूले? शिक्षा महाशाखाको भूमिका भनेको हामीलाई विज्ञ सरहरू चाहिँ उपलब्ध गरिदिनु भएको छ। त्यसै अङ्ग्रेजी, गणित र विज्ञान विषयका के अरे विज्ञ सरहरूलाई हामीलाई पठाइदिनु भएको छ। उहाँहरूले हामीलाई 2 दिनको यो ट्रेनिङ सेसन चाहिँ सहयोग गरिदिनुहुनेछ। अब यो जस्तो यो तालिम पश्चात यहाँले के अपेक्षा गर्नुभएको छ? उहाँहरूमा कस्तो खालको चाहिँ थप अभिवृद्धि उहाँहरूमा सिप विकास होला जस्तो लागेको छ यहाँलाई? पक्कै पनि अब यो 2 दिने बसाएपछि हामीले शिक्षण सिकाइ प्रक्रिया के हो त्यो राम्रोसँग बुझ्नेछौँ, विद्यार्थीको साइकोलोजी अनुसार पढाउन सक्नेछौँ र विद्यार्थीलाई आवश्यक परेको एक्टिभिटीहरू हुन्छ त्यो एक्टिभिटीहरूलाई हामीले लर्न गरेर रियल फिल्डमा प्र्याक्टिस गर्न सक्नेछौँ भन्ने विश्वास राखेको छ हामीले। हस्, धन्यवाद छ।